10 जना युजरको लागि कतिवटा कम्प्युटर किन्नु पर्ला? एउटा मात्रै भए पुग्छ। प्रस्तुत छ vCloudPoint शेयरिङ कम्प्युटिङ। vCloudPoint द्वारा मल्टिपल युजरहरू एउटै कम्प्युटर शेयर गर्न सक्छन्। मात्र केही सिम्पल स्टेप्सहरू फलो गरेर होस्ट कम्प्युटरमा दिइएको सफ्टवेयर इन्स्टल गर्नुहोस्, युजर अकाउन्टहरू क्रिएट गर्नुहोस्, प्रत्येक vCloudPoint 0 क्लाइन्टमा मोनिटर र अरु इक्विपमेन्ट जोड्नुहोस्। तपाईको सिस्टम रेडी भइसक्यो। होस्ट कम्प्युटरमा चाहे जति एप्लिकेसन चलाउन सकिन्छ। युजर एक्सपिरियन्स सिंगल पीसी चलाए जस्तै पाउनुहुनेछ। vCloudPoint सँग क्यापिटल कस्टमा 70% बचाउनुहोस्। बिजुली खर्च 95% ले कम हुनेछ किनकि एउटा डिभाइसले 5 वाट मात्र इलेक्ट्रिसिटी कन्ज्युम गर्छ। vCloudPoint मा कुनै ब्रेकेबल पार्ट नभएकोले मेन्टेनेन्स कस्टमा 95% सम्म रिकभर हुन्छ। vCloudPoint ले दिने कन्टिन्युअस अपडेटले डिभाइस वर्षौं चल्छ। फ्युचर अपग्रेडेसनमा 90% सम्म सेभ गर्न सक्नुहुन्छ। यो भन्दा राम्रो सोलुसन के होला? यति मात्रै होइन, आईटी एडमिनिस्ट्रेटरहरूले प्रत्येक डिभाइसलाई कन्फिगर, म्यानेज र अपडेट गरिराख्नु पर्दैन। यी सबै कुरा एउटा होस्ट कम्प्युटरमा गरे पुग्छ। नयाँ युजर एड गर्नलाई मात्र नेटवर्क केबल, किबोर्ड माउस र मोनिटर जोडेर वर्कस्टेसन रेडी गर्न सकिन्छ। आईटी एडमिनहरूले सजिलै युजर पोलिसिज सेट गर्न सक्छन्, डेस्कटप मोनिटर गर्न सक्छन् र होस्टबाटै टेक्निकल सपोर्ट पनि दिन सक्छन्।